फाइनली पाल्पा सिमेन्ट इन्डस्ट्री लिमिटेडको आइपिओ सेयर बाँडफाँड भइसकेको छ। यो कम्पनीको सेयर 10 किताको दरले 4,50,000 जनालाई परेको छ भने 20 लाख भन्दा बढीको हात खाली भएको छ। अब आइपिओ को रिजल्ट कसरी चेक गर्न धेरै जनाको प्रश्न हुन्छ हैन। आइपिओ रिजल्ट चेक गर्नको लागि गुगल क्रोम ब्राउजर जेमा गएर iporesult.cdsc.com.np लेखेर सर्च गर्ने बित्तिकै तपाई डाइरेक्ट आइपिओ रिजल्ट चेक गर्ने पेजमा आउनुहुन्छ हैन। अनि त्यसपछि यता हेर्न सक्नुहुन्छ पाल्पा सिमेन्ट इन्डस्ट्री लिमिटेडको सुरुमै देखाइदिन्छ हैन। यदि तपाईकोमा देखाएको छैन भने 1-1.5 घण्टा जति वेट गर्नुस् साथीहरु। 1-1.5 घण्टा पछि देखाउन थाल्छ हैन। त्यसपछि यहाँ आफ्नो BOID राखेर अनि मुनि चाहिँ हेर्न सक्नुहुन्छ। यहाँनिर जे कोड देखाएको हुन्छ त्यो कोड यहाँ राख्दिनु होला। त्यसपछि भ्यू रिजल्टमा क्लिक गर्दिनु होला। भ्यू रिजल्टमा क्लिक गर्ने बित्तिकै यदि तपाईलाई आइपिओ परेको छ भने कंग्रेचुलेसन्स एलोटेड लेखेर आउँछ हरियो कलरमा। यदि तपाईलाई आइपिओ सेयर परेको छैन भने सरी नट एलोटेड रातो कलरमा लेखेको देखिन्छ। हस्त साथीहरु, यो भिडियोमा यति नै। भिडियो मन परेको छ भने एक लाइक गरेर च्यानल सब्स्क्राइब गरिदिनु होला। यदि तपाईको कुनै प्रश्न छ भने कमेन्ट सेक्सनमा सोध्नु होला। अहिलेको लागि यति नै एन्ड बाइ बाइ।